कस्तो लाग्यो बाबा यहाँ राम्रो छ नेपालमा र यहाँ चाहिँ कस्तो लाग्यो हाम्रो देश अनि यो अस्ट्रेलिया देख्दाखेरि कस्तो लाग्यो हजुरलाई? राम्रो छ रमाइलो छ देश सफा छ है, सफा छ, विकास भएको छ यहाँ राम्रो छ नि राम्रो छ देशमा भन्दा अब बाटोघाटोहरूदेखि सबै राम्रो छ, सरसफाइ अन्त नि अब हाम्रो देशमा नै होला अब बिस्तारै बिस्तारै अनि के भन्छ नेपाल के होला तर यस्तै त हुन सकेन तर होला अब पछि अहिले अबको सरकारले बनाउँछ कि के गर्ला अनि घर फर्किनु मन लाग्छ अब अलि छिटै घर फर्किनु जस्तो लाग्छ कि यतै बसिराख्नु जस्तो कस्तो लाग्छ बा? खै त बस्नु त लाग्छ नि लाग्नु त कहीँ कहीँको कारणले गर्दा जानु पर्ने भयो अब त घर गर्ने बच्चाहरू पनि याद हुने भयो होइन बा? नानीको याद आउने भयो अब बहिनीले लिएर आएको नेपालबाट अब यहाँबाट पनि अब बहिनी छोड्न जाने सायद अब आज हाम्रो बारेमा जाँदै हुन्छ अनि भन्दा नि अब हामी त म्याग्दीको पनि एकदमै दुर्गम ठाउँमा एकदमै गाई बस्तु चराउने खेतीपाती गर्नेबाट आएर अहिले त्यो नेपालको पनि एकदमै दुर्गम ठाउँमा जन्म्यौँ अनि यो अहिले अस्ट्रेलियाको एकदमै सुगम ठाउँ सिडनीमा पनि अब आमाले देख्नुभयो तर बाबा जस्तै कि हजुर हामी त्यस्तो गाई बस्तु चराउने पाल्ने अनि घाँस दाउरा गर्ने खेतीपाती गर्ने परिवारमा हुर्केर पनि हजुर एउटा त्यति बेलाको समयमा इन्डियाको आर्मीमा भर्ती हुनुभयो होइन त्यस्तो कसरी चाहिँ लाउरी हुन जान्छु जस्तो सोच कतै कसरी चाहिँ त्यस्तो लाउरी हुन्छु भन्ने चाहिँ सोच आयो? म चाहिँ सधैँ सिभिलमा गएर म सन्तरमा पुगेँ सन्तरमा पुग्नुको बाद उहाँ सिभिलमा काम गरेँ मैले सिभिलमा काम गर्दाखेरि म सिभिल मान्छे भयो उहाँ फौजी थियो फौजीले मलाई असाध्यै मन पऱ्यो केटाहरूले मेरो भोलि केटाहरू बाहिर यताउता काम गरेको देखेपछि तिनीले गर्दा म 1 साल उहाँ तिनीसित बसेँ यताउता गरेर बसेँ सिभिलमा म छु निरुसकरीमा तिमीसित लागेको मैले भर्ती हो भने क्या अनि त्यस पछाडि भर्ती हुने ट्रेनिङ गएर भर्ती भयो मलाई असाध्यै मन थियो अचितन साहब कन्दारी भन्ने साहब अचेतन थियो दार्जिलिङ गाउँले मलाई भर्ती गरायो उसले मेरो आफ्नो मान्छेले गराएको होइन दार्जिलिङको मान्छेले मलाई भर्ती गरायो गराएर उसैले मलाई भर्ती गरायो उसैले मलाई ट्रेनिङ गरायो उसैले मलाई कसम खुवाएर पल्टन पठाएको मान्छे म त्यसो गराएको भर्ती भएको बेनी हाम्रो म्याग्दीबाट चाहिँ खुट्टाले हिँड्नु जानुपर्छ पुरा म नौतुनासम्म हिँड्दैन बाबु नौतुनासम्म रानीघाटमा डुङ्गा उत्तर जाने हो कति दिन लाग्थ्यो हाम्रो घरबाट चाहिँ? घरबाट हिँडेको 9-10 दिनमा हिँडेर पुग्ने उहाँ सुनौलीमा पुगे पछाडि बस पाइन्थ्यो कि बस पाइन्थ्यो त्यहाँ रेल आउँथ्यो सुनौलीसँग रेल आउँथ्यो यता सुनौली भयो यताबाट इन्डिया भयो इन्डियासम्म हाम्रो नेपालको बसमा गएँ उता रेल आयो भन्नाले 9 तुनासम्म चाहिँ बसमा जानु पर्थ्यो बसमा सुनौलीबाट सुनौलीसम्म चाहिँ खुट्टाले हिँडेर जाने गर्दाखेरि चाहिँ उहाँ गएर सुनौली पुग्यो सुनौलीबाट चाहिँ जाँदा बल्ल 9 बस आयो रेल आयो रेलमा गएर म सन्तर गएर सन्तरमा 1 साल उहाँ सिभिलमा बसेँ उसको बाद मलाई उसले पठायो मान्यो होइन पहिला त अब भर्ती हुने सोच त आफै गर्नुभयो होला अब म भर्ती हुन्छु भनेर नै जानुभयो होला अब भर्ती हुने सोचले जानुभयो नि इन्डिया त म अब सिभिल गर्छु सिभिल गर्दा गर्दै लाउरी पनि हुन्छु भन्ने हिसाबले जानुभयो त्यो भयो भनेर मलाई देखिन त अब जस्तै कि ऊ त देखिन त पर्यो पहिला कुरा त अब हजुर सिभिल गर्दा गर्दै पनि बेला बेलामा चाहिँ लाउरीमा देखिन जानुहुन्थ्यो होला लाउरीमा देखिन जाँदाखेरि चाहिँ मन परायो लाउरी हुनुभयो लाउरी भएर कति वर्ष गर्नु पऱ्यो हजुर आर्मीमा मैले 16 वर्ष गरेँ 16 वर्ष अनि 16 वर्ष नोकरी गर्दै गर्दाखेरि चाहिँ बिचमा आमालाई लिएर जानुभयो त्यसको बिचमा गएर आमा पनि जानुभयो अनि आमा चाहिँ उमै बस्न पाउनुहुन्थ्यो आर्मीकै क्याम्पमा बस्न पाउनुहुन्थ्यो हुन्थ्यो क्या क्याम्प छ कि
जब लगेर गयो भने जाँदा त्यहाँ कम्पनी हुन्छ लैनुहुन्छ त्यही लाइनमा फ्यामिली कति वर्ष हुन्छ। बस्नुभयो आमा इन्डिया? 2.5 वर्ष 2 वर्ष भनेको 1 वर्ष 2.5 वर्ष? 2.5 वर्ष बस्नु भएको। 2.5 वर्ष इन्डिया बसिसक्नु भएको। मुलुको दिदीहरू आइरहनु आइजानु थियो मुलु त्यति बुढो र माइली। उनीहरू वहीँ जन्मे। अनि हामी जन्मिने बेलामा त बाबाको पेन्सन आइसक्नु भएको थियो। दिन आयो अनि हजुरलाई अलिक धेरै बस्नु मन लागेन आमा उता इन्डिया? गर्नु पन्जाबमा बल्ल आयो तर पन्जाब साह्रै गर्मी भयो गर्मी भएपछि अब अर्काको ठाउँमा अब जति दुःख सुख जे भयो नि आफ्नै घर घर गर्ने भन्ने भयो। एक महिना नानी आयो गर्मीले गर्दा सकिएर भयो मेरो त त्यो हिँड्ने त्यो हातखुट्टा त यत्रो यत्रो भएको थियो सुन्दैन त्यो ट्रेनमा आउँदाखेरि बालुजिउ ए भन्नाले फेरि त्यहाँबाट पनि त घर त हिँडेर जानु पर्यो। पुलिखेतबाट त पुलिखेत स्याङ्जाबाट त हिँडेर जान्थ्यो नि भने पछाडि आमाको जस हजुर चाहिँ आएर जाने बेलामा चाहिँ स्याङ्जासम्म गाडी थियो। बाबा भर्ती हुने बेलासम्म सुनौलीसम्म हिँडेर जानु पर्थ्यो। अनि आमा जाने समयमा चाहिँ स्याङ्जासम्म गाडी आएको थियो। त्यहाँबाट त त्यही हिँडेरै आइयो हिँडेरै गइयो। त्यो नानी समातेको छु यसरी हातमा नानी समातेको छु। त्यो ठुलो नानीलाई तेरो बाबाले समात्छन् मैले यसरी त्यो नानीलाई समात्छु हातमा। त्यो बालो जिउ म त त्यो हात खुट्टा सुन्नेर मुख सुन्नेर त्यो खुट्टामा चबल लाउने नसक्ने। के अरे अनि त्यो सामान बोक्ने त भरियाला चलन हुन्थेन होला सामान बोक्नलाई त बढियो हुन्थ्यो भरियाले चाहिँ भारी बोक्ने अनि हिँड्ने सामानहरू के छ यसो लाउरे गरेर जाँदाखेरि कर्कोसी लिएर जाने सबै चाहिँ त्यो बाकसमा हाल्ने बोकेर जाने। अनि अब बाबा आर्मीमा हुँदाखेरि हजुरलाई पनि अब इन्डिया जाने भन्ने भयो। पहिला सुरुमा सुरुमा जानु मन थिएन? म त जाँदै जान्छु भनेको उहाँ चाहिँ कस्तो देश होला कस्तो ठाउँ होला मिठो 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 खान पाइएला राम्रो राम्रो लाउन पाइएला भन्ने लागेन? त्यसो त्यो गुनो गोबरको लाठीलाई क्या थाहा अब वर्ण पाइयो के अरे वर्ण पाइयो त्यो मेरो त्यो बाबामा त्यो वर्ण पाइयो हो पैसा लाग्नु कि त्यो जाने हो। बाबालाई छोडेर जाँदाखेरि अलि टेन्सन भयो। म जाँदै जान्न भने मेरो बुढाबुढी बाबालाई छोडेर म जाँदै जान्न भने अनि पछि उहाँ गएर पनि अब धेरै चाहिँ घरको यादले गर्दा बस्न सक्नु भएन होला गर्मी भन्नुभन्दा? होइन गर्मीले सकिन गर्मीले केही चिज लागेन। त्यो खाना खानु लाग्यो पन्जाबको गरम त्यसो खाना खानु लाग्यो। नाको टोराबाट पनि पसिना छुने यो चिउबाट पनि पसिना छुने यसो गरेर खानु लाग्यो कुइनाबाट पनि पसिना छुने। त्यति बेला त फेरि अब जस्तै अब इन्डियाबाट जाँदाखेरि त लाउरे नि आयो भने फेरि इज्जत नै गर्थ्यो। हावा पनि आउने पनि वा पोल्ने तातो हावा आउने। अनि फेरि अब उता हुँदाखेरि त कामहरू त गर्नु परेन अझै उस त्यही आर्मीकै खाने आर्मीकै उस गर्ने नै हुन्थ्यो होइन? अब पछाडि फेरि त्यस्तो हजुरलाई चाहिँ फेरि उहाँ घर त दाउरा घाँस भिर पाखा अझै बच्चासँग गर्दा फेरि जान्छु म उतै पल्टनमै जान्छु भन्ने लागेन? जान्छु नि के पाइएन पछि पाइएन किन पाएन लगेर पाइन्छ त लगेर पाएन जान्छु भन्नुपर्छ नि त्यहाँदेखि त कहाँ पाएँ एकचोटि बाह्र पुग्यो सक्यो। पहिले त जान्न भन्दै जम्माको करले गयो पछाडि कसले लगेर जाने जानु पाइएन। त नि अनि बाबा के छ हजुर आर्मीमा हुँदाखेरि त्यस्तो लडाइँमा त पर्नु भएन है? लडाइँमा म 4 महिनाको छुट्टी आएको जस्तो लाग्छ 5 महिना छुट्टी आएकोमा म छुट्टी आएको थिएँ 5 महिनाको छुट्टी आएको म 2 महिना घर बसेको म लडाइँ पऱ्यो इन्डियामा लडाइँ पऱ्यो रिकल बोलायो मलाई 2 महिना छुट्टी काटेर 3 महिना मागेर मलाई बोलायो पर जानै पऱ्यो नोकरीको सवाल छ जानु पऱ्यो। म जाँदाखेरि चाहिँ इन्डिया पुरा बन्द थियो खाना बत्ती कहीँ थिएन
अन्त म हिँडेर गएको हिँडेर जाने हो कि अरे 9-10 त्यहाँदेखि त्यो वन थियो पुरा बत्ती सत्ती थिएन के पुरा लडाइँ पऱ्यो कि बत्ती नबाल्ने रेल चल्ने 3 बजीबाट बत्तीले सोधाइदिन्थ्यो त अन्त रेल जाने हो बत्ती रेलमा पनि बत्ती थिएन त्यस्तो गरेर म पुगेँ पल्ट भन्नाले आम मान्छेहरू जनताहरू हिँड्थेन त्यो आवश्यक मान्छेहरू मात्रै हिँड्ने थियो होला है कस्तो लडाइँ भन्नाले इन्डिया र पाकिस्तान इन्डिया र पाकिस्तान म पुग्नुको बाद पनि दुईवटा हान्ने फाइटर आइपुग्यो मेरो कम्पनीमा आइपुग्यो तर हान्नु सकेन त्यो ठ्याक्कै हजुर चाहिँ कहाँ पुग्नु इन्डियाको चाहिँ कुन ठाउँ पुग्नु पर्थ्यो हजुरको चाहिँ ड्युटी चाहिँ कहाँ हुन्थ्यो त्यति बेला मेरो ड्युटी त्यो बेला म सबाथोमा थियो नि अनि गएर चाहिँ हजुर जाने बेलामा चाहिँ लडाइँ रोकिसक्यो लडाइँ रोक्यो त अन्त मसिन लगाएँ सन्दर्भमा गएँ पल्टनमा जानु पाइएन म आर्मीको ट्रेनिङ त सबै गर्नु पर्यो तर त्यस्तो लडाइँमै चाहिँ पर्नु भएन एउटा भाग्यको कुरा पनि भयो कति वर्षले भयो कति वर्ष नोकरी गर्नु पर्यो 16 वर्ष गएर पेन्सन निस्किनु भयो ठिक छ अनि त्यस पछाडि जानुभयो अनि पेन्सन निस्किसके पछाडि घरकै सुख दुःख बालबच्चा हुर्काउने त्यही गर्नुभयो खेती किसानी नै गर्नुभयो अनि अब बाबा पेन्सन निस्किसके पछाडि त बल्ल दाइ जन्मियो मालदाई जन्मियो म जन्मियो तँ जन्मिस् 4वटा दिदी मात्रै जब म भर्ती हुँदासम्म हाम्रो जातिमा भर्ती कोही थिएन फौजमा म एउटा फौजमा क्या गरेर भर्तीमै बल्ल यो आज जम्मै फौज छ नि म पछि भएको हजुरले त धेरैजनालाई भर्ती गराउनु भयो दाइको छोराहरूलाई नै गराउनु भयो जस्तो दाइहरूलाई अनि उता आफन्तहरूलाई नै उता लैजाने भर्ती गर्नेमा चाहिँ उनीहरूलाई चाहिँ प्रयास गराउने अनि उनीहरूलाई चाहिँ भर्ती हुनुको लागि चाहिँ यसो भन्छन् गर्ने नै गर्नुभयो नि हजुरले अन्त जब मैले ल्याएको केटालाई त्यतिकै सिद्धार्थ मेजरले चाहिँ मैले 2जना केटा म भर्तीको लागि आएको थिएँ मैले गर्नु सक्ने तिमीले क्या गरी भर्ती गरेँ भन्ने मलाई सिद्धार्थ मेजरले त्यस्तो गरेर मैले भर्ती गराएँ जम्मैलाई त्यस्तो गरेर अनि त्यस पछाडि त अनि घरै गएर घाँस दाउरा गर्नुभयो गाई भैँसी पाल्नुभयो महिना पेन्सन आउँथ्यो त्यसले खाने छोराछोरी पढाउने पाल्ने हामीलाई पढाउनु भयो अनि हुर्काइ बढाइ गरेर अब हामी नै अब अहिले देशभन्दा टाढा टाढै छौँ छुट्टी पनि म त फौजको छुट्टी पुरा पनि बसेन कि म धेर पनि गएन कि कहिले 2.5 महिनाको आउने कहिले 3 महिनाको आउने छुट्टी आउने छुट्टी आउने गइराख्ने घर छुट्टी आउने केजुली छुट्टी जाने केजुली छुट्टी मात्रै होइन पैसा हाल्नु पर्थ्यो वरण पाइने रेलको टिकट पैसा हाल्नु पर्थ्यो कि त्यसै फ्रीमा आउने वरण दिन्थ्यो वरण ल्याउने पैसा दिनु पर्ने अनि चिठी चाहिँ लेख्नु त्यति बेला त फोन त थिएन केही पनि थिएन चिठी लेख्यो 6 महिनामा कहिले पाइने बल्ल त्यो फोन थिएन केही थिएन है आकार नबिकन गाडी अब बाबाले त चिठी लेख्नु जान्नुहुन्थ्यो होइन अब चिठी आमालाई पठाउनु हुन्थ्यो होला आमा हजुरले त पढ्नु त जान्नुहुन्थेन अब कसरी पढ्नु चिठी चाहिँ के लेखेको छ भने कसरी त्यस्तो तेरो बाबाले पठाउने भए उनीहरूको नाममा पठाउने भए मेरो नाममा नपठाउने भयो घर जानुले चिठी आएलाई पढ्ने हो नि भन्दाखेरि त पठाएन रे चिठी भने हप्काउँथ्यो के अरे किन त्यस्तो उलगमा 6 महिनामा आउँथ्यो कहिले त उयोहरूले चाहिँ पढ्ने अलिक गाउँमा जानेको मान्छेलाई बोलाउने कहिले चिङ्खला पढ्नु जाने नानीहरूले कहिले यता दियो भने कसैलाई पढ्नु लाग्यो पढ्न जानेको बच्चाहरूलाई चाहिँ ल आएर पढिदियो यहाँ चिठीमा के लेखेको छ भन्ने सुनिन्थ्यो चौटिस भन्ने ढने भन्ने ऊ तेज भन्ने थाहा हानेको थियो यो छुट्टी आउँदा पनि हातबाट मान्छेको हातले पठाउने कि मैले हो कस्तो लाग्छ अब त्यति बेला त आमा कहिले त
अलिकति खानाको अभाव पनि हुन्थ्यो होला, यत्रो छोराछोरीलाई पाल्न हुर्काउन। अब आफूले उब्जनीले पुग्थेन होला होइन। त्यसको लागि अन्नहरू चाहिँ कसरी गर्नुभयो? अब त्यति बेला त अहिले जस्तो चामलहरू घर घर पुग्ने नै हुन्थेन, पैसै भए पनि त्यति बेला अन्न पुग्थेन होइन। त्यस्तोको लागि चाहिँ के गर्ने? बाबाको वैशाखमा पेन्सन आउँथ्यो, मङ्सिरमा पेन्सन आउँथ्यो, 6 महिनामा आउँथ्यो। त्यति बेलासम्म चाहिँ कसरी चाहिँ छोराछोरीलाई खुवाउने हुर्काउने कसरी गर्नुभयो? पढाउन नि पर्यो। टान्डा हो भने टान्डा गरेर धान बुन्ने बेच्ने यहाँ आमाले थैलो पनि बाटो थैलो लगेर मैले झिकेका छु। ए आमाले आमाले चाहिँ राइताएर थैलो बुनेर बाटो थैलो लगेर म झिकेका। त्यो त पहिलेका आमाले नै दुःख गर्नुभयो, अब अरूले नै गरे होला। अब आमाले नि यसरी दुःख गर्नुभयो यस्तो देखेर भन्नाले त्यो पुवा भनेको अहिले अल्लो भन्छ होइन। त्यो पुवा चाहिँ त्यसलाई धागो बनाएर अनि थैलो बुन्ने अनि त्यो लगेर जाने बेसी दिन जाने उहाँ त जाने यो अवसरलाई कति 3 पाटी दिन्थ्यो, 4 पाटी दिन्थ्यो। 12 थैलो लगेर मैले 22 पाटी त्यस्तो गरेर भन्नाले त्यस्तो पुवा धागोहरू गरेर थैलोहरू बुन्ने अनि चुयापत्र गर्ने, चुया डोकोसोको बुन्ने यताउता गर्ने गरेर लाउरे त्यस्तो गरेर त्यसपछि अर्को एउटा बाली अब लगायो। अब अलिअलि भन्दा नि आफ्नो घरमा पनि कहिलेकाहीँ नपुग्ने खण्डमा चाहिँ जाने ल्याउने, त्यसपछि अर्को बाली फेरि सुरु भइहाल्थ्यो। त्यसो गरेर दुःखै गरेर हामीलाई हुर्काउनु भयो, बढाउनु भयो। अब त्योबाट अब अहिले त खाना लाउन दुःख त छैन, खाना लगाउन के लगाउँ के खाने भन्ने अवस्था त अहिले हामी त्यो अवस्थाबाट त पार भयो। दुःखै गरेर सङ्घर्षै गरेर आएको पनि हो। दुःख र सङ्घर्षमा चाहिँ धैर्य गर्न सक्यो भने आफूले चाहिँ नमात्तेर चाहिँ दुःख गर्यो भने अब दुःख पछाडिको अलिअलि सुख पनि आउँदो रहेछ। हाम्रो बाबाले दुःख सुख पऱ्यो भनेर नमात्तिनु, दुःख पऱ्यो भनेर नआत्तिनु भनेर भन्थे। त्यस्तै जस्तो भयो। अहिले चाहिँ अब पहिलाको भन्दा समय पनि फेरियो। यसलाई जसले यसलाई गरे नि बाउले यसलाई नगरिदिए यसलाई भइन्न नानी, यसलाई गरेको फेला परिन्छ, फेला पर्छ भनेर सानो मन नगर भन्थे भनेपछि अब अहिले समय फेरियो, अलिअलि अवस्था पनि फेरियो। अब नेपालमा चाहिँ चाडपर्व मनाउने आफ्नो छरछिमेकी भेट्ने हुन्छ। यहाँ चाहिँ त्यस्तो कस्तो लाग्यो? अब यहाँ हजुरले कुन छरछिमेकीलाई भेट्नुभयो? छरछिमेकी छैन यहाँ, छरछिमेकी छैन। शान्त देश छ, राम्रो छ। आफ्नो छोराछोरी भेट्थे र भेट्यो, बस्यो ढुक्क आनन्द नै छ। देश राम्रो छ, यही खुसी छौँ हामीहरू। अनि घुम्न कस्तो ठाउँमा घुम्न पनि गइयो, घुम्न जाँदा घुम्नु ठाउँ पनि देखियो, राम्रो भयो, घुम्यो। अब यतिको देश आइयो, अब गइन्छ भोलि त वहीँ पुगिन्छ। भोलि त अब नेपालै पुगिन्छ। त राम्रो लागेको छ, खुसी छौँ। अनि ठिकै छ। अब ठिक छ, बाबामा पनि अब आउनुभयो। अब विशेष गरेर त अब बहिनी त उतै पुगेर अब भेटेको थिएँ। अब म चाहिँ जान पाएको थिएन। बाबामा अब यहाँ आउनुभयो। विशेष गरेर त अब यो ठाउँ हेर्ने भन्दा नि मलाई भेट्न आउनुभयो। अब मेरो लागि चाहिँ एकदमै
खुसीको कुरा पनि भयो। अब बाआमा नै मलाई भेट्न आए पछाडि अब मलाई चाहिँ एकदमै खुसी लाग्यो। अब फेरि अब आज गए पनि फेरि समय मिलाएर आउने हो, भिजा अझै बाँकी छ, भिजा छ आउने जाने आउने जाने गर्ने। अब कस्तो भने गयो आउने भनेर तयारी गरेर त 2 दिनमा नै आइपुगिन्छ होइन, 2 दिनमा आइपुगिन्छ। अनि फेरि जाने भने 2 दिनमा पुगिन्छ। बाआमा चाहिँ स्वस्थ हुनु पऱ्यो, अब निरोगी हुनु पऱ्यो। अझैसम्म हाम्रो बाआमालाई त्यस्तो दीर्घकालीन त्यस्तो दीर्घ रोगहरू छैन। यो हाम्रो लागि पनि खुसीको कुरा, भाग्यको कुरा पनि हो।